आज हामी येशूको एउटा सबैभन्दा चर्चित तर सायद सबैभन्दा धेरै नबुझिएको भनाइबारे कुरा गरौं। यो एउटा यस्तो भनाइ हो जसले शताब्दीौंदेखि मानिसहरूलाई सोच्न बाध्य बनाएको छ। ल, आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौं न त। हो, यो त्यही भनाइ हो जुन हामीले मत्ती, मर्कुस र लुकाको सुसमाचारमा पाउँछौं। पहिलोचोटि सुन्दा त यो सरासर असम्भव लाग्छ, होइन र? सोच्नुस् त, त्यति बेलाको सबैभन्दा ठूलो जनावर एउटा ऊँट कसरी लुगा सिउने सियोको त्यो सानो प्वालबाट छिल्न सक्छ र? हो, हाम्रो मुख्य प्रश्न नै यही हो। के येशूले साँच्चै नै असम्भव कुरा भन्न खोज्नु भएको थियो त, वा यो भनाइको पछाडि कुनै गहिरो सांकेतिक अर्थ लुकेको छ? अब हेर्नुहोस्, यो असम्भव जस्तो लाग्ने कुरालाई गाह्रो मात्र हो भनेर देखाउन खोज्ने केही चर्चित धारणाहरू छन्। अब एक एक गरेर तिनीबारे कुरा गरौं। एउटा सबैभन्दा चलेको सिद्धान्त हो सियोको ढोका भन्ने धारणा। यो सिद्धान्त अनुसार सियोको नात्रो भनेको सिलाइ गर्ने सियो होइन, बरु एउटा वास्तविक भौतिक ढोका थियो। यो सिद्धान्तले के भन्छ भने यरुशलेम शहरको पर्खालमा राति प्रयोग गर्नका लागि एउटा सानो ढोका थियो जसलाई सियोको ढोका भनिन्थ्यो रे। कुनै ऊँटले त्यहाँबाट छिर्नु पर्यो भने आफ्नो पिठ्यूको सबै भारी उतार्नु पर्थ्यो अनि घुँडा टेकेर घस्रँदै जानु पर्थ्यो। सुन्दा त यो कथा रमाइलो लाग्छ, तर यसमा दुईवटा ठूला समस्या छन्। पहिलो कुरा त यस्तो ढोका साँच्चै थियो भन्ने कुनै ऐतिहासिक प्रमाणै छैन। अनि दोस्रो, नजिकै ठूलो ढोका हुँदाहुँदै कुनै ऊँट चालकले त्यस्तो शास्ति किन गर्थ्यो होला र? अब अर्को सिद्धान्तले चाहिँ यो सबै समस्या अनुवादमा भएको एउटा सानो गल्तीले गर्दा हो भन्छ। यो सिद्धान्त अनुसार उस्तै उस्तै सुनिने दुईवटा ग्रीक शब्दहरूमा झुक्किएको हुन सक्छ। जस्तै ग्रीक भाषामा ऊँटलाई क्यामोलोस भनिन्छ र मोटो डोरीलाई कामिलोस। सुन्दा लगभग उस्तै छ, होइन त? त्यसैले कतिपयको तर्क के छ भने येशूले वास्तवमा ऊँट होइन, मोटो डोरी सियोको नाथ्रीबाट छिर्न सक्दैन भन्नुभएको थियो। तर हेर्नुस् त, यो समाधानले आफैमा अर्को ठूलो समस्या ल्याउँछ। किनभने यदि यो अनुवादको गल्ती हो भने त धर्मशास्त्रको शुद्धतामाथि नै प्रश्न उठ्छ नि। त्यसैले धेरैजसो विद्वानहरूले यो कुरा मान्दैनन्। ल, यी दुईटा चर्चित धारणाहरूलाई एकातिर राखौं। अब त्यो व्याख्यातिर लागौं जुन सबैभन्दा बढी सम्भावित र स्वीकारिएको छ, जसले यो भनाइको खास शक्ति र उद्देश्यलाई देखाउँछ। हो, यो भनाइ बुझ्ने चाबी भनेको अतिशयोक्ति वा हाइपोबोली हो। यो एउटा साहित्यिक तरिका हो जहाँ कुनै कुरामा जोड दिनलाई जानाजानी बढाइ चढाइ गरिन्छ। रमाइलो कुरा के छ भने त्यति बेलाका फारिसीहरूले पनि असम्भव कुरा बताउन हात्ती सियोको नाथ्रीबाट छिर्